भक्तपुर बच्चाहरूलाई डुलाउनको लागि ल्याइरहेका छौँ। यो भिडियो चाहिँ एउटा गनगनबाट सुरु गर्नु पऱ्यो। अब गनगन गर्न बानी परिसक्यो, त्यस कारणले गर्दा आज पनि गनगन गर्दैछु। के गनगन भने राजधानीमा एउटा ठुलो समस्याको रूपमा चाहिँ के देखिन थालेको रहेछ भने बच्चाहरूलाई घुमाउने ठाउँहरू चाहिँ एकदमै कम रहेछ। अनि बच्चाहरू हुर्किँदै जाँदाखेरि यो कुरा चाहिँ रियलाइजेसन भयो। के रियलाइजेसन भयो भने बच्चाहरू हुर्किँदै जाँदा उनीहरूलाई घुम्ने ठाउँको पनि जरुरत पर्दो रहेछ। र हामीले बच्चाहरूको लागि चाहिँ यसो घुमाउन लैजाउँ भन्दाखेरि कहीँ कुनै किसिमको ठाउँहरू चाहिँ हामीले भेटेनौँ। र नभेट्नुको कारण चाहिँ मेन कारण चाहिँ कुनै पनि नेतृत्वले अथवा कुनै पनि राज्यले चाहिँ पार्कहरूको व्यवस्थापन गरेको चाहिँ पाइएन। त्यसै कारणले गर्दा हाम्रो काठमाडौँ उपत्यकाभित्र अथवा राजधानी उपत्यकाभित्र रहेका केटाकेटीलाई मोनोटोनस लाइफ चाहिँ जिउन बाध्य भएको चाहिँ हामीले बुझेका छौँ। त्यही पनि उनीहरूलाई घुम्न रहर लाग्ने भएको कारणले गर्दा हामी भक्तपुरको विभिन्न ठाउँहरू घुमाउनु गइरहेछौँ। र सबैभन्दा पहिला हामी आजको यो बच्चाहरूको घुमाइ चाहिँ सिद्ध पोखरी भन्ने यो पोखरीबाट सुरु गर्दैछौँ। र सिद्ध पोखरी पनि आफ्नै इतिहास होला। सायद त्यति बेलाका राजाहरू मल्ल राजाहरू दूरदर्शी भएर यो पानी कृषिको लागि पानीको लागि सायद यो पोखरी बनाइएको हो कि साँचो इतिहास त मलाई पनि थाहा छैन। तर एकदम राम्रो पोखरी चाहिँ यहाँ हामी पाउन सक्छौँ। र बच्चाहरू यसरी उनीहरू घुम्नलाई आतुर भइरहेको हामी देख्न सक्छौँ। यतै जाउँ न। कहाँ आएको त? सीमा कहाँ आएको? बहिनीहरू चाहिँ अब आउटडोर चाहिँ केटाकेटीहरू चाहिँ साह्रै मन पराउने रहेछ। यो यिनीहरू आएपछिको चाहिँ यो एउटा फिलिङ छ। र काठमाडौँमा लाखौँ प्यारेन्ट्सहरू उनीहरूको एउटै समस्या भनेको त्यही पार्कको अभाव हो। भक्तपुरमा यिनीहरूलाई बेसी ल्याइसकेको यहाँ खुल्ला ठाउँ भएपछि चाहिँ बच्चाहरूलाई रमाइलो अनुभव चाहिँ उनीहरूलाई हुने रहेछ। र आज नौलो जस्तो लागिरहेछ किनभने सानै हुँदाखेरि आएको थियो। र फर्स्ट टाइम चाहिँ हामी धेरै पछि आएको तल माछाहरू त्यसरी जानु हुँदैन न। के देख्यौ तिमीले यहीँमा? उसले त हाम देख्यो र माछालाई हाममा केटाकेटीले सिद्ध पोखरीको माछा देखाउनु खोजेको। आज माछा आएन। यहाँको माछा पनि छाडा भइसकेको छ। खानेकुरो छान्दो रहेछ। छान्न थालेको रहेछ। नजाऊ भने नभए हौ गर्छ यहाँ बस। हामी भक्तपुरको दरबार स्क्वायरमा आइपुगेको छौँ। अब यहाँभित्र बाइकहरू लानु पाउँदैन होला भनेको लान्छ कि के हो? केटो मान्छे खराब बानी भयो यसको। केटो मान्छेको चाहिँ बानी खराब भयो। हिँड केटा ल। अब घुम्न ल्याइँदैन यसलाई। औ भक्तपुरको दरबार स्क्वायर ल फ्री ल हिँड 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 तिमीहरूलाई हिँड। बाई बाई।
बाबा यसले त खाली खानेकुरा राख्दै दरबार स्क्वायर चाहिँ हेलिकप्टर 360 भ्यू है। र यहाँ चाहिँ पदम मावि भन्ने नेपालकै वान अफ द ओल्डेस्ट स्कुल पनि रहेछ। 1900 समथिङमा स्थापना भएको। भक्तपुरको नजारा चाहिँ यस्तो छ। खुल्ला घुम्न मन मिल्ने केटाकेटीलाई चाहिँ कुद्ने ओर्ने चाहिँ राम्रो ठाउँ रहेछ। फेरि अहिकै गनगनलाई कन्टिन्यू गर्नु पऱ्यो। केटाकेटीहरू आउटडोर घुम्न रमाउँछ, तर यस्तो ओपन स्पेसहरूमा पनि उनीहरू खासै रमाउने भन्नाले रमाउनु त रमाउँछ, तर उनीहरूको लागि यसो खेलकुदहरूको स्लाइड लाउन कति नै लाग्छ? 20-25 हजार लाग्यो। स्विङ लाउन त्यस्तै लाग्यो। अब 2-4 लाख खर्च गरेर पालिकाहरूले पनि यसो खर्च गरेदेखि धेरै आमा बाउको मनलाई शान्त हुने थियो। अब घुम्न जाउँ, एउटै जू छ, त्यो एउटै जू कति जाने एउटै ठाउँ हुन्छ जहाँ पनि। त्यस कारणले गर्दा यो चाहिँ लोकलहरूले पनि ट्राई त गरेको होला, तर पनि अब गभर्मेन्टको इनिसिएसन नभइकन लोकल्सहरूले चाहिँ गर्न गाह्रै हुन्छ। त्यही पनि एउटा यो तत्पर चाहिँ समस्याको रूपमा चाहिँ हामीले काठमाडौँ उपत्यकाभित्र देख्न सक्छौँ। केटाकेटीहरूलाई घुमाउने सुमाउनेको मतलब हुँदैन। यस्तो खेलौनाहरू पायो भने उनीहरूलाई पुग्यो गएको पनि। जसलाई थाहा छैन, यो चाहिँ भक्तपुर दरबार स्क्वायर हो र यो चाहिँ हिस्टोरिकल साइट हो। यो धेरै नै ठुलो हिस्टोरिकल साइट मानिन्छ नेपालको इतिहासमा। मल्लकालीन युगको दरबारहरू होला सायद यिनीहरू। र यो चाहिँ हामीले पहिला सानोमा हुँदाखेरि पढ्ने गरेको 55 झाले दरबार, 55वटा झ्यालहरूलाई यहाँ पढ्न चाहिँ गरेको परसम्म हुन्छ। र यो चाहिँ हाम्रो भूपतिन्द्र मल्लको के अरे मूर्ति माथि यो चाहिँ हामीले पहिला पढेको थियौँ केटाकेटीमा हुँदाखेरि। र यसको बारेमा यो भूपतिन्द्र मल्लको मूर्तिको बारेमा चाहिँ यहाँ कता के लेखिएको छ मैले पहिला हेरेको छु, तर अहिले मैले एक्ज्याक्टली थाहा पाउन सकिनँ। र यहाँ शिलाहरू छ। यो के शिलाहरू हो? किरात लिपि जस्तो पनि देख्छु, अलिअलि नेपाली लिपि पनि जस्तो देख्छु। के मिसिएको छ कुनै यहाँ। यतापट्टि पनि यस्तै छ। यो के लिपि हो यो चाहिँ थाहा भएन। त्यस्तै यो दरबार स्क्वायरहरू चाहिँ यो पल्लो दरबार पनि छ। मैले पहिला चाहिँ यो पल्लो यसलाई चाहिँ 55 झाले दरबार भनेर भन्थेँ, तर अहिले आएर बुझ्दाखेरि यो चाहिँ रहेछ 55 झाले दरबार। टेम्पल भ्यू रेस्टुरेन्ट भनेर चाहिँ लेखेको छ। पाटन, काठमाडौँ र भक्तपुर भातगाउँको चाहिँ सिमिलर टेम्पल स्ट्रक्चरहरू चाहिँ हामी देख्न सक्छौँ। यहाँ चाहिँ म्युजियम छ, नेसनल आर्ट म्युजियम भनेर। र यहाँ पनि हिस्टोरिकल कुराहरू धेरै नै पाइन्छ, तर पनि कतिपय हिस्ट्रीहरूलाई चाहिँ लुकाइएर बनाइएको म्युजियम भन्छु म यसलाई चाहिँ। किनभने एक्चुअल फ्याक्चुअल कुराहरू चाहिँ यहाँ थोरै नै पाइन्छ, तर पनि एजुकेसनको लागि रङ भए पनि एजुकेसनको लागि चाहिँ यो म्युजियम ठिक छ। र समय छ भने घुम्न आउँदा हुन्छ। अझ हामी अब भक्तपुर दरबार स्क्वायरबाट पनि यतिकै बिदा लिन चाहन्छौँ। र केटाकेटीहरू अलिअलि रमायो, खासै रमाएन। रमाउनु पर्ने ठाउँहरूमा भएर रमाउँथ्यो, तर पनि ठिक छ। उनीहरूको लागि डेली फ्रेस हावा खानको लागि कहाँ गइराख्नुपर्छ। सधैँ हिँड्न गइन्थ्यो, आज चाहिँ यहाँसम्म अलिक टाढासम्म आएको छौँ। र आज चाहिँ हामी यो दरबार स्क्वायरबाट चाहिँ तपाईँहरू सबैलाई बिदा माग्न चाहन्छौँ।